निर्वाचन आयोगले भर्खरै मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक खोलेको छ। जुन विज्ञप्ति म यहाँ स्क्रिनमा देखाइरहेको छु, सम्वत 2082 फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली सङ्कलन आयोगले पुनः सञ्चालन गरेको छ। जुन चाहिँ यही मिति 2082 6 महिना 10 गतेदेखि सुचारु भएर 82 7 महिना 30 गतेसम्म मतदाता नामावलीमा नाम दर्ता खुल्नेछ र यो नाम दर्ता प्रक्रिया पनि म यहाँ बताउनेछु। त्यसै गरी नामावलीमा नाम भए नभएको कसरी हेर्ने त्यो पनि म यहाँ तपाईहरुलाई देखाउनेछु। सर्वप्रथम आफ्नो नाम नामावलीमा भएको नभएको बारे सर्च गर्नको लागि निर्वाचन आयोगको वेबसाइट election.gov.np लगइन गर्नुहोला। कुनै पनि ब्राउजरमा गएर यो पेज खोल्नुहोला र यहाँ तल छ मतदाता नामावली, आफ्नो नाम खोज्नुहोस् भनेर भनेको छ। यहाँ क्लिक गर्नुहोला। यहाँ क्लिक गरिसकेपछि 2082 कार्तिक 16 गतेसम्म 18 वर्ष उमेर पुरा भएका मतदाताहरूको नामावली अहिले आयोगले प्रकाशन गरेको छ। यसमा चाहिँ आफ्नो ठेगाना जस्तै प्रदेश, आफ्नो प्रदेश छान्नुहोला, जिल्ला, आफ्नो जिल्ला अनि स्थानीय तह कुन गाउँपालिका नगरपालिका हो त्यो छान्ने, त्यसै गरी वडा नम्बर कति हो त्यो छान्ने र त्यहाँ मतदान स्थल भन्ने पनि हुन्छ त्यो पनि चुज गरिसकेपछि सबमिटमा क्लिक गर्ने। केही समय लाग्छ यो खुल्नको लागि। जस्तै मैले चाहिँ यहाँ बागमती प्रदेश दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नम्बर 4 को कालिका देवी प्राथमिक विद्यालय सिमखेतको नामावली हेर्न गइरहेको छु। अब यहाँ चाहिँ अल्फाबेटिकल्ली यसरी नाम देखाउँछ। अब यहाँ हजुरहरूले सर्चमा गएर आफ्नो नाम टाइप गरेर पनि नाम हेर्न सक्नुहुन्छ भने, अथवा यसरी आफ्नो नामको अल्फाबेटमा क्लिक गरेर नाम भएको नभएको बारे पनि यहाँ हेर्न सक्नुहुन्छ। जस्तै यसमा चाहिँ सिरियल नम्बर, मतदाता नम्बर, मतदाताको नाम अनि उमेर, लिङ्ग, पति पत्नीको नाम, पिता माताको नाम आदि हुन्छ भने, अब यदि यो पेजमा भेटिएन भने नेक्स्ट गरेर अर्को पेज पनि तपाईहरुले हेर्न सक्नुहुन्छ। यो त भयो मतदाता नामावलीमा नाम दर्ता भएको वा नभएको बारे हेर्ने तरिका। अब चाहिँ म तपाईहरुलाई यदि तपाईहरुको नाम मतदाता नामावलीमा दर्ता भएको छैन भने नयाँ दर्ता कसरी गर्ने, त्यसको प्रक्रिया के हो भन्ने बारेमा सिकाउन गइरहेको छु। त्यसको प्रक्रिया पनि सिम्पल नै छ। पहिला चाहिँ फिजिकल फारम भर्नुपर्ने हुन्थ्यो भने अहिले चाहिँ निर्वाचन आयोगले नाम दर्ताको लागि फिजिकल फारमको प्रयोग गर्दैन, सबै अनलाइन छ। तर नाम दर्ता फोटो खिच्न र बायोमेट्रिक फिङ्गरप्रिन्ट लिनको लागि चाहिँ फेरि हजुर कार्यालयमै जानुपर्छ। त्योभन्दा अगाडि चाहिँ हजुरले निर्वाचन आयोगको वेबसाइटमा गई अनलाइन फारम भरेर निर्वाचन नजिकैको जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नुहुन्छ। त्यसको लागि पनि सर्वप्रथम निर्वाचन आयोगको वेबसाइटमा जाने र यहाँ दोस्रो नम्बरमा छ मतदाता नामावली प्री रजिस्ट्रेसन र अद्यावधिक भन्ने। तपाईहरुले नयाँ नाम दर्ता प्लस आफ्नो नामावलीमा भएको कुनै विवरण जस्तै जन्ममिति, नागरिकता नम्बर, नाम थर, कुनै त्रुटि सच्याउने वा दोहोरो नाम छ भने हटाउने लगायतका काम पनि अनलाइनबाट नै गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ मतदाता नामावली प्री रजिस्ट्रेसन र अद्यावधिक भन्ने ट्याबमा क्लिक गर्नुहोला। यो पेज खोल्छ। यहाँ चाहिँ दुईवटा मेनु छ। एउटा चाहिँ नयाँ नाम दर्ता, नयाँ दर्ता छ। यसमा चाहिँ मतदाता नामावलीमा नयाँ नाम दर्ता गराउनको लागि भयो। अर्को छ नामावली अद्यावधिक।
यो भनेको मैले अघि नै भने मतदाता नामावलीमा रहेको त्रुटि सच्याउनु मतदाता नामावली सार्नको लागि प्रयोग गरिन्छ। यो मेनु चाहिँ नयाँ दर्तामा चाहिँ मैले नयाँ दर्ताबारे बताउन गइरहेको थिएँ। नयाँ दर्तामा क्लिक गर्ने, यसमा चाहिँ सुरुमा आफ्नो मोबाइल नम्बर माग्छ। तपाईँसँग हाल कायम भएको मोबाइल नम्बर राख्नुहोला, किनभने जुन नम्बर हामी यहाँ राख्छौँ त्यो नम्बरमा चाहिँ ओटिपी कोडाउने भएकोले तपाईँहरूसँग भएको नम्बर यहाँ राख्नुहोला। जस्तै मैले यहाँको नम्बर राखेँ, मोबाइल नम्बर राखेर यो कालो एरोमा क्लिक गरिसकेपछि मलाई ओटिपी प्राप्त हुन्छ। ओटिपी आइसकेको छ, मैले यो ओटिपी यहाँ इन्ट्री गरेँ। तपाईँहरूले आफ्नो नम्बरबाट गर्दाखेरि यहाँ चाहिँ नयाँ दर्ता भन्ने आउँछ। यो नयाँ दर्तामा क्लिक गर्ने। अब यहाँ चाहिँ केही कन्डिसनहरू छ, यो सबै पढेर तलको चेक मार्कमा टिक लगाएर सुरु गर्नुहोस्मा क्लिक गर्नुहोला। र यहाँ चेक मार्कमा टिक लगाइसकेपछि सुरु गर्नुहोस्मा क्लिक गर्ने। अब यहाँ चाहिँ सुरुमा स्थायी ठेगाना माग्छ। प्रदेश आफ्नो स्थायी ठेगानामा मात्रै नाम दर्ता गर्न पाइन्छ। तपाईँले जहाँ बस्नु भएको छ त्यहाँ भन्नाले अस्थायी बसोबास गरिरहेको ठाउँमा चाहिँ नाम दर्ता गर्न पाइँदैन। हजुरको नागरिकतामा भएको ठेगाना वा विवाह गरेर गएको भए विवाह दर्तामा भएको ठेगाना वा बसाइसरी आएको गएको भए बसाइसराई दर्तामा भएको ठेगानामा मात्रै नाम दर्ता गर्न मिल्छ। जस्तै मैले यहाँ बागमती प्रदेश, जिल्ला भक्तपुर, गाउँपालिका भक्तपुर नगरपालिका, वडा नम्बर 1 को मतदान स्थल एउटा मात्रै छ, त्यही मैले चुज गरेँ र अगाडि बढेँ। अर्कोमा क्लिक गरेँ। मतदाताको नाम नेपालीमा भनेको छ, यहाँ पछाडि चाहिँ स्ट्रिक चिन्ह दिइएको छ भन्नाले यो चाहिँ मेन्डेटरी फिल्ड हो। नेपालीमा चाहिँ यहाँ आफ्नो नाम, जस्तै मैले चाहिँ अहिले र प्रयोजनको लागि भर्दैछु। नेपालीमा चाहिँ यहाँ आफ्नो नाम टाइप गर्नुहोला। त्यसै गरी दोस्रोमा छ अङ्ग्रेजीमा, यहाँ चाहिँ आफ्नो नाम अङ्ग्रेजीमा टाइप गर्ने। अब पति पत्नीको नाम यो चाहिँ मेन्डेटरी होइन। यदि हजुर विवाहित हुनुहुन्छ भने पति पत्नीको नाम राख्न सक्नुहुन्छ र यो चाहिँ नेपालीमा राख्ने हो है। त्यसै गरी बाबुको नाम यो पनि तपाईँहरूले नेपालीमा राख्नुपर्छ। आमाको नाम यो पनि तपाईँहरूले नेपालीमा राख्नुपर्छ। त्यसै गरी बाजेको नाम यो पनि तपाईँहरूले नेपालीमा राख्नुपर्ने हुन्छ। लिङ्ग, आफ्नो लिङ्ग छनौट गर्ने। टेलिफोन नम्बरमा चाहिँ हजुरले यो मेन्डेटरी छैन, किनभने पहिला हामीले ओटिपी प्रयोजनको लागि जुन मोबाइल नम्बर राखेका हुन्छौँ त्यो चाहिँ यहाँ स्वतः आउने भएकोले हजुरले मोबाइल नम्बर राखिराख्नु पर्दैन। इमेल ठेगानामा चाहिँ अब आफ्नो इमेल ठेगाना प्रविष्टि गर्ने। यति गरिसके पश्चात हजुरले सेभ ड्राफ्ट पनि गर्न सक्नुहुन्छ भने अर्को फिल्डमा जान पनि सक्नुहुन्छ। अब अर्कोमा छ, यहाँ चाहिँ जन्ममिति छ। सुरुमा जन्ममिति छ जुन चाहिँ विक्रम सम्वतमा राख्नुपर्ने हुन्छ। हजुरले आफ्नो जन्ममिति विक्रम सम्वतमा छनौट गर्नुहोला। जुन इस्वी सम्वतमा चाहिँ अटोमेटिक कन्भर्जन हुन्छ। सिटिजनसिप नम्बर, नागरिकता नम्बर चाहिँ यहाँ राख्नुहोला। त्यसै गरी राष्ट्रिय परिचय पत्र नम्बर भनेको चाहिँ यो चाहिँ मेन्डेटरी होइन। यदि हजुरहरूले राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गरिसक्नु भएको छ भने उक्त नम्बर यहाँ प्रविष्ट गर्नुहोला। नागरिकता जारी जिल्ला भनिएको छ, यसमा चाहिँ नागरिकता तपाईँहरूले कुन जिल्लादेखि बनाउनु भएको हो त्यो जिल्ला सेलेक्ट गर्नुहोला। नागरिकताको किसिम भनेको छ, यहाँ चाहिँ प्राय वंशज नै हुन्छ सबैको नागरिकता। तपाईँहरूको नागरिकताको पछाडिपट्टि लेखिएको हुन्छ तपाईँहरूको नागरिकताको किसिम कुन हो।
त्यो सिलेक्ट गर्ने। नागरिकता जारी मिति, यो नागरिकताको पछाडिपट्टि अन्तिम भागमा लेखिएको हुन्छ नागरिकता जारी मिति चुज गर्नुहोला। अब यहाँ छ नागरिकताको विवरण अनुसार जन्मस्थल। अब हजुरले जुन स्थायी ठेगाना 1 नम्बरमा सुरुको ट्याबमा भर्नुभएको थियो त्यही हो भने हजुरले यहाँ टिक लगाउन साथ हुन्छ, अरू हजुरले केही गर्न पर्दैन। जन्मस्थल है, यदि स्थायी ठेगानाभन्दा फरक जन्मस्थल हो भने तपाईँहरूले यहाँ आफ्नो जन्मस्थल चुज गर्न र गाउँ टोलको नाम पनि राख्न सक्नुहुन्छ, जुन नेपालीमा नै भर्नुपर्ने हुन्छ। अब छ अर्को स्थायी बसोबासको ठेगाना, र यहाँ चाहिँ यो ठेगानामा मात्र मतदाताले मतदान गर्न पाउनेछन् भनिएको छ। अब स्थायी ठेगाना जुन हजुरले सुरुमा भर्नुभएको थियो त्यही नै हुन्छ, त्यसैले यहाँ चाहिँ टिक लगाउन साथ तपाईँले सुरुमा भरेको स्थायी ठेगाना आउँछ। गाउँ टोलको नाम पनि नेपालीमा नै टाइप गर्नुपर्ने हुन्छ। अब यहाँ मुख्य अर्को छ नागरिकताको फोटो अपलोड गर्नुहोस् भनेको छ। यहाँ चाहिँ हजुरले नागरिकताको फोटो अगाडिको भाग र पछाडिको भाग गरी दुईवटा फोटो जेपीजे फर्मेटमा राख्नुहोला। फोटो खिचेर भन्नाले मोबाइलबाट फोटो खिचेर राख्नुहोला। यहाँ चुज गरेर फोटो लाइब्रेरीबाट हजुरले यसरी नागरिकता चुज गरेँ। पछाडिको फोटोमा चाहिँ नागरिकताको चुज गर्ने। अगाडि बढिसकेपछि तपाईँहरूले अपाङ्गता अपाङ्गता हो वा होइन, अपाङ्गता हो भने कुन प्रकारको अपाङ्गता हो यसमा क्लिक गरेर यसलाई छनौट गर्न सक्नुहुन्छ। त्यसपछि फेरि अर्कोमा क्लिक गर्ने। मातृभाषा, यहाँ तपाईँले आफ्नो मातृभाषा छनौट गर्न सक्नुहुन्छ। त्यसैले समूह वर्गमा यो 6वटा समूह छ, तपाईँको समूह कुन हो त्यो छनौट गर्ने। शैक्षिक योग्यतामा साक्षर निरक्षर के हो, साक्षर पढेको हो भने चाहिँ साक्षरमा कति क्लासमा पढेको हो त्यो चाहिँ यहाँ छनौट गर्न सक्नुहुन्छ। त्यसरी अर्कोमा क्लिक गर्ने र अब आउँछ सम्पर्क स्थान। यो भनेको अहिले तपाईँ जहाँ हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँको निर्वाचन कार्यालयमा गएर तपाईँहरूले जुनसुकै जिल्लाको पनि नाम दर्ता गर्न पाउनुहुन्छ। जस्तै मैले यहाँ स्थायी ठेगानामा भक्तपुर राखेर आफ्नो नाम दर्ता गर्न चाहिरहेको छु, तर म हाल झापामा छु भने मैले चाहिँ यहाँ सम्पर्क स्थानमा चाहिँ कोशी प्रदेश, जिल्लामा चाहिँ झापा, सम्पर्क स्थानमा जिल्ला निर्वाचन कार्यालय झापा छनौट गरी यहाँ चाहिँ मिति जस्तै 12 गतेको मिति मात्रै खाली छ, त्यो भरेर म यहाँ नेक्स्टमा क्लिक गर्छु। त्यसपछि आफ्नो विवरण रुजु गरी दर्ता गर्नुहोस्मा क्लिक गरी आवेदन सुरक्षित गर्नुहोस् र दर्ता नम्बर लिनुहोस् भनेर आएको छ। यहाँ चाहिँ पुनरावलोकनसम्म पुग्दाखेरि चाहिँ तपाईँहरूले सबै यहाँ आफ्नो विवरणहरू हेर्न सक्नुहुन्छ। त्यो सबै हेरिवरी सबै ठिक छ भने चाहिँ दर्ता गर्नुहोस्मा क्लिक गर्ने। केही सच्याउनु पर्ने छ भने अघिल्लोमा गएर क्लिक गर्ने, अघिल्लोमा गएर सच्याएर फेरि हजुरहरूले दर्ता गर्न सक्नुहुन्छ। यो फारम दर्ता गरिसके पश्चात यो फारमलाई प्रिन्ट गरेर यो फारम हजुरको सक्कल नागरिकताको ठेगानाभन्दा फरक ठेगाना भएमा विवाह दर्ता छ भने विवाह दर्ता, बसाइसराई छ भने बसाइसराई को फोटोकपी, नागरिकताको पनि फोटोकपी र फारम लगेर तोकिएको मितिमा तपाईँहरूले जिल्ला निर्वाचन कार्यालयहरूमा गएर आफ्नो नामावलीमा दर्ता गर्न सक्नुहुन्छ। यो चाहिँ सजिलो छ। नाम दर्ता प्रक्रिया यति नै हो। धन्यवाद।